यसलाई ऐतिहासिक नेवा बस्ती खोनाय रुद्रायणी देवी सिकाली अजिमाय चिन्ने दय जात्राय प्याखा वैगु चिल्लागा दशमी चैत 22 गते ये हैको चुकुदु मंगलबार ये जुगु पत्रकार सम्मेलन सिकाली अजिमाए जिन्ने दय जात्रा प्याख ये हे तेंगु सम्बन्धे जानकारी बेगु ख पत्रकार सम्मेलन ज्यापु महागुथी ए महानगर समिति नायलिसे सिकाली अजिमा जात्रा व्यवस्थापन लिसे समन्वय समिति कजी पञ्चलाल महर्जन वैगु चैत 22 गते सिकाली अजिमाए जिन्ने दय जात्रा छोले देवगनपी खोना न्यासी हे वया ये बिजातेंगु जानकारी ब्यादिको ख हामी 22 गते देवगनहरु सिकालीबाट प्रस्थान भइसकेपछि उहाँहरु 3 बजे देवगन चाहिँ काठमाडौँ प्रस्थान गर्ने चाहिँ उहाँहरुको जमर्को रहेको छ। अब रुटमा पर्ने उहाँहरु भेकल्समा आउनुहुन्न, गाडीबाट आउनुहुन्न, उहाँहरु पैदलै काठमाडौँ प्रस्थान गर्नुहुन्छ र रुटमा रहेका पाटनमा जति पनि उहाँहरु त्यो रुट अनुसार आउनुहुन्छ त्यहाँ बाटोमा परेका भक्तजनहरुबाट जति पनि प्रसादहरु सौगात दिने प्रसाद ग्रहण गर्ने कार्यक्रम लिँदै आउँदाखेरि काठमाडौँ पुग्ने उहाँहरुले समय चाहिँ 5 बजे दिनुभएको छ। अथे पत्रकार सम्मेलन यला महानगरपालिका वडालिया 21 वडा अध्यक्ष रविन्द्र महर्जन थुक्से सिकाली जात्रा चिन्ने दय बेला चुगुली सिकाली अजिमा द्यगन ए वया थिथि थासे द्य प्याख केने तेंगु थ्यादिला यो उपत्यका भित्र प्रत्येक वर्ष खोकनामा वार्षिक रूपमा सिकालीमा र खोकना भित्र नै मनाइने गरिन्छ र यसको काठमाडौँमा उपत्यका भित्र यो यात्रा सुरु गर्दाखेरि सानो खोकनामा पहिलो चरणमा हुनेछ, दोस्रो चरणमा बुङ्गमती वडा नम्बर 22 मा हुन्छ। त्यसैगरी तेस्रो चरणमा हाम्रो ललितपुर महानगरपालिका दरबार क्षेत्रभित्र र त्यसैगरी विभिन्न अन्य क्षेत्रभित्र पनि नाचको प्रदर्शन गरिनेछ। त्यसपछि चौथो चरणमा कीर्तिपुरमा पनि लगिने परम्परा थियो, जुन कीर्तिपुरमा नेपाल समर 710 देखि चलिराखेको र अहिले कीर्तिपुरको निरन्तरता चाहिँ भइराखेको छैन। त्यसैले चन्द्रगिरी नगरपालिकाको लोखा ठाउँमा यो वर्ष पनि यो तेस्रो चरणको रूपमा परम्परा निरन्तरता भएको छ र यो सिकालीको यो 12 वर्षको यात्राको अन्तिम यात्रा काठमाडौँ महानगरपालिका हामी नेपाल नेवार समुदायबाट येन्दे भनिन्छ, येन्देमा परम्परागत रूपमा ल्याइराखेको र संस्कार यो इतिहास चल्दै आइराखेको कुरा यहाँहरूलाई म राखेँ। खोनाय ऐतिहासिक रुद्रायणी दय जिन्ने दय जात्रा वंगु असोज शुक्ल द्वितीया निसे सुरु जोगु ख।